हेलो एभ्रिवान। आज हामी इलेक्टिभ बोटनीको च्याप्टर 3 कन्जर्भेसन स्ट्याटस एन्ड सस्टेनेबल युजको चाहिँ क्वेसन ब्याङ्कबाट के सोधेको छ अहिलेसम्म त्यो सबै पढ्दै जान्छौँ होइन। सबभन्दा सुरुमा चाहिँ के छ, यहाँनिर कन्जर्भेसन स्ट्राटेजीहरू छ। एउटा इन्सिचु र अर्को एक्सिचुको छ। इन्सिचु र एक्सिचु कन्जर्भेसन भनेको इनसाइड द नेचुरल हेबिटेट कन्जर्भेसन गर्नु भनेको इन्सिचु भयो र आउटसाइड द नेचुरल हेबिटेट कन्जर्भेसन गर्नु भनेको एक्सिचु भयो। अब मेडिसिनल प्लान्ट सम्बन्धी होइन के कस्ता कन्जर्भेसन स्ट्राटेजीहरू छन् त इन्सिचुको होइन, हो त्यो चाहिँ हामी हेर्छौँ। अब इन्सिचु कन्जर्भेसनले जेनरली मैले भनेकै नेचुरल हेबिटेटभित्र चाहिँ प्रिजर्भ गरेर राख्छ होइन, कन्जर्भ गरेर राख्ने काम गर्छ। विशेष गरी हामी यहाँ मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्सको कुरा गरिरहेछौँ होइन। त्यसैले यहाँ के स्ट्राटेजीहरू छ त इन्सिचु कन्जर्भेसनको भनेर हेर्छौँ। सबभन्दा सुरुमा छ प्रोटेक्टेड एरियाज नेटवर्क। यो भनेको चाहिँ अलिकति वाइडर रेन्ज अफ कन्जर्भेसन स्ट्राटेजी हो होइन। यो प्रोटेक्टेड एरियाज नेटवर्कहरूमा चाहिँ जेनरली अलिक ठुलो पार्टहरू पर्छ। त्यसमा चाहिँ नेसनल पार्कहरू भयो, वाइल्ड लाइफ रिजर्भहरू, कन्जर्भेसन एरियाहरू होइन, यस्ता प्रोटेक्टेड एरियाज नेटवर्कहरू चाहिँ इन्सिचु कन्जर्भेसन स्ट्राटेजी हो एउटा होइन। मेजर कन्जर्भेसन स्ट्राटेजी मेडिसिनल प्लान्टको कन्जर्भेसनका लागि चाहिँ बनाइएको। विशेष गरी यिनीहरूले होइन बायोडाइभर्सिटीलाई कन्जर्भेसन गर्छन् भन्नाले प्लान्ट र एनिमल दुइटैलाई होइन। अनि यो प्रोटेक्टेड एरिया नेटवर्कले चाहिँ लगभग 23% अफ टोटल नेपालको ल्यान्ड एरिया कभर गरेको छ होइन। प्रोटेक्टेड एरियाजहरूले मात्रै त्यति पोर्सन चाहिँ प्रोटेक्टेड छन् नेपालमा, डिफ्रेन्ट वेबाट चाहिँ प्रोटेक्ट गरिएको छ। अनि त्यसै गरी अर्को इन्सिचु कन्जर्भेसन स्ट्राटेजी अर्को के छ त कम्युनिटी बेस्ड कन्जर्भेसन। यो भनेको चाहिँ अघि वाइडर कन्जर्भेसन एरिया कभर गरेको थियो, अब चाहिँ स्मल ग्रुपमा छुट्याइदिएको छ। डिफ्रेन्ट कम्युनिटीहरूलाई चाहिँ आफ्नै लोकल कम्युनिटीहरूलाई चाहिँ कन्जर्भेसन गर्नलाई छुट्याइदिएको छ होइन। त्यसमा चाहिँ कम्युनिटी फरेस्टहरू भयो, कम्युनिटी फरेस्ट युजर ग्रुपहरू भनेर छुट्याइदिएको छ, लोकल कम्युनिटी भयो। अनि त्यसै गरी अर्को सेक्रेट ग्रुप एन्ड ट्रेडिसनल कन्जर्भेसन एरियाज। यो भनेको चाहिँ भगवानप्रति आस्था राखेर चाहिँ कन्जर्भेसन गर्ने कुरा भयो क्या। कुनै पनि एरियालाई होइन, यो भगवानको एकदमै उद्गम स्थल हो होइन, कुनै महत्त्वपूर्ण थल हो, यस्तो टाइपको कुराहरू राखेर चाहिँ होइन त्यहाँनिर कुनै पनि प्लान्टलाई चाहिँ चलाउनु हुँदैन, छुनु हुँदैन भनेर उ गरेर होइन, अनि त्यसलाई कन्जर्भ गरेर राखेको हुन्छ। यस्तो पनि पर्छ कम्युनिटी बेस्ड कन्जर्भेसनमा, जुन चाहिँ इन्सिचु अन्तर्गतको एउटा कन्जर्भेसन स्ट्राटेजी हो। अनि त्यसै गरी अर्को छ सस्टेनेबल हार्भेस्टिङ एन्ड म्यानेजमेन्ट प्र्याक्टिस। यो पनि इन्सिचु कन्जर्भेसन स्ट्राटेजी हो होइन, मेडिसिनल प्लान्टको कन्जर्भेसनका लागि भयो होइन। अनि यसमा चाहिँ के हुने हो त भन्दाखेरि कल्टिभेसन गरेर सस्टेनेबल बनाउने। कुनै पनि प्लान्टलाई चाहिँ कल्टिभेट गरिसके पछाडि के हुन्छ त त्यो वाइल्डबाट नष्ट भए पनि कल्टिभेट गरेर चाहिँ हामीले त्यसलाई चाहिँ फर्दर यसलाई चाहिँ फर्दर के अरे लङ टर्मसम्म चाहिँ हामीले यसलाई एलोङ्गेट गर्न सक्छौँ, यसलाई पछिसम्म प्रिजर्भ गरेर राख्न सक्छौँ, त्यो कुरा भयो। अनि त्यसै गरी अर्को छ पोलिसी र लिगल फ्रेमवर्क। स्ट्रङ ल बनाइसके पछाडि के हुन्छ त हामीले मेडिसिनल प्लान्टको कन्जर्भेसनको लागि एकदमै हेल्पफुल हुन्छ। हामीले यदि कुनै पनि इन्डेन्जर्ड स्पेसिसको अफ मेडिसिनल प्लान्ट छ त्यसको चाहिँ हामीले चाहिँ बिक्री वितरणमा रोक लायौँ भने, त्यसको कन्जर्भेसनमा फोकस गरियो भने, अनि र त्यसको कल्टिभेसनका लागि प्रमोट गरियो भने लोकल कम्युनिटीहरूलाई चाहिँ त्यसबारेमा चाहिँ अवेर गराइसके पछाडि के हुन्छ त भन्दाखेरि हामीले त्यो प्लान्टको कन्जर्भेसन गर्न सक्छौँ। यसरी चाहिँ पोलिसी र लिगल फ्रेमवर्क जुन चाहिँ स्ट्रङ भयो भने चाहिँ के हुन्छ त हाम्रो कन्जर्भेसन गर्न सकिन्छ मेडिसिनल प्लान्टलाई। यो पनि एउटा इन्सिचु कन्जर्भेसनको स्ट्राटेजी हो होइन। स्ट्रङ्गर लिगल पोलिसीहरू बनायो भने चाहिँ त्यस्तो यसरी चाहिँ इन्सिचु तरिकाले कन्जर्भ गर्न सकिन्छ। अनि त्यसै गरी अर्को छ अवेरनेस र एजुकेसन। त्यही भयो, लोकल कम्युनिटीहरूलाई जेनरली हामीले चाहिँ एजुकेट गराउनु पऱ्यो, अनि फार्मरहरूलाई अवेर गराउनु पऱ्यो, अनि उनीहरूलाई नलेज दिनु पऱ्यो के कस्तो इम्पोर्टेन्ट हो होइन। अनि यिनीहरूलाई चाहिँ कसरी चाहिँ सस्टेनेबल तरिकाले चाहिँ हामीले युज गर्न सक्छौँ हो त्यो कुराहरू सबै कुराहरू चाहिँ जानकारी गराउनु पऱ्यो। यसरी चाहिँ हामीले चाहिँ इन्सिचुमा
प्लान्टको नेचुरल हेबिटेटमै यसरी चाहिँ कन्जर्भ गर्न सक्छौँ। अब नेचुरल हेबिटेट बाहेक हामीले चाहिँ प्लान्टलाई कन्जर्भ गर्दाखेरि एक्सिचु कन्जर्भेसन तरिकाले गरिन्छ होइन। त्यसमा चाहिँ जेनरली हाम्रो के पर्छ त भन्दाखेरि नेचुरल हेबिटेट बाहेक राख्दाखेरि हामीले कुनै पनि सर्टेन एरियामा होइन कन्ट्रोल्ड इन्भाइरोमेन्ट दिएर हामीले प्रोटेक्ट गरेर राख्न सक्छौँ। राख्न सक्ने तरिकाहरू, प्रिजर्भ गर्न सक्ने तरिका, कन्जर्भ गर्न सक्ने तरिकाहरू। अनि त्यसै गरी हामीले चाहिँ त्यसलाई स्टोर गरेर राखेर पनि कन्जर्भ गर्न सक्छौँ होइन। अनि त्यसै गरी हामीले चाहिँ साइन्स युज गरेर, बायोटेक्नोलोजी युज गरेर, टिस्यु कल्चर गरेर चाहिँ हामीले त्यसलाई फर्दर के अरे कन्जर्भ गरेर राख्न सक्छौँ। यो तरिकाहरू हुन्छ। अब यो एक्सिचु कन्जर्भेसन स्ट्राटेजीहरू के छ त मेडिसिनल प्लान्टको कन्जर्भेसनमा बनाइएका। यो एक्सिचु भनेको अब नेचुरल हेबिटेट बाहिर प्रिजर्भ गर्ने भयो होइन। अनि यो चाहिँ इनकेस यदि नेचरबाट नेचुरल जुन नेचुरल्ली ग्रो भएको प्लान्टहरू छ यिनीहरू त्यहाँबाट हराएर गए पनि, लोप भएर गए पनि होइन, एक्सिचु कन्जर्भेसनले चाहिँ के गर्छ त त्यो प्लान्टहरूको चाहिँ त्यो प्लान्टहरूलाई चाहिँ पछिसम्म प्रिजर्भ गरेर राख्न सक्छ। त्यो भयो। अनि यसमा के छ त स्ट्राटेजीहरू, एक्सिचुको कन्जर्भेसन स्ट्राटेजीहरू। एउटा बोटानिकल गार्डन भयो। बोटानिकल गार्डन अब नेपालको केसमा गर्दाखेरि हामीले सबभन्दा ठुलो बोटानिकल गार्डनहरू टन्नै छ होइन। त्यसमध्ये चाहिँ सबभन्दा ठुलो र सबभन्दा मेन चाहिँ कुन हो त भन्दाखेरि रोयल के अरे नेपालको गोदावरीको बोटानिकल गार्डन हो होइन। नेपालको गोदावरीको बोटानिकल गार्डन हो त्यो। त्यहाँनिर निकै प्लान्टहरू कलेक्ट गरेर राखिएको छ होइन, कन्ट्रोल इन्भाइरोमेन्ट प्रोभाइड गरेर। अनि यसले चाहिँ के गर्छ त भन्दाखेरि चाहिँ एकदमै धेरै इन्डेन्जर्ड प्लान्टहरूलाई पनि कन्जर्भ गरेर राख्न सक्छ होइन। अनि त्यहाँ के अरे उनीहरूले चाहिँ वाइल्डबाट पपुलेसनहरू डिक्लाइन हुनबाट चाहिँ बचाइरहेको हुन्छन् होइन। अनि त्यसै गरी यसरी चाहिँ उनीहरूले उनीहरूको नेचुरल भेजिटेसनलाई चाहिँ कन्जर्भ गर्नको लागि एकदमै ठुलो रोल प्ले गरिरहेको छ। बोटनिकल गार्डनमा हामीले कन्ट्रोल इन्भाइरोमेन्टमा प्रिजर्भ गरेर राख्न सक्यौँ। उनीहरूलाई नेचुरल इन्भाइरोमेन्ट जस्तो प्रोभाइड गरेर चाहिँ प्लान्टको त्यसलाई प्रिजर्भ गरेर राखेको छौँ। अनि त्यसै गरी अर्को स्ट्राटेजी के हुन्छ त एक्सिचु कन्जर्भेसनको भन्दाखेरि सिड ब्याङ्क र जिन ब्याङ्क भयो। यो भनेको चाहिँ सिडलाई प्रोटेक्ट गरेर राख्ने अथवा जिनलाई प्रोटेक्ट गरेर राख्ने। जिन भनेको डिएनएलाई प्रोटेक्ट गर्ने, सिडलाई प्रोटेक्ट गर्ने। यसले चाहिँ एकदमै ठुलो रोल प्ले गर्छ कन्जर्भेसनका लागि। किन भन्दाखेरि यसलाई फर्दर फ्युचर युजको लागि पनि राख्न सकिन्छ। यो सिड त एक त सानो हुन्छ, सिड जिनहरू सानो हुन्छ, त्यसैले गर्दा यसले थोरै ठाउँ पनि ओगट्छ अनि धेरै कस्ट पनि लाग्दैन होइन। त्यही भएर अनि यसले चाहिँ के गर्छ त भन्दाखेरि यसको मेन जेनेटिक इन्फर्मेसन जिनमा हुन्छ अथवा डिएनएमा हुन्छ, जसलाई चाहिँ प्रिजर्भ गरेर राखिसके पछाडि त्यो प्लान्टको ओरिजिनालिटीलाई चाहिँ सधैँभरि सदाबहार के अरे एकरूपताका साथ अगाडि बढाउन सक्छ। पछिसम्म त्यसलाई चाहिँ कन्जर्भ गर्न सक्छ, प्रिजर्भ गर्न सक्छ। अब अर्को के छ भन्दाखेरि यसै अन्तर्गत सिड ब्याङ्क र जिन ब्याङ्क अन्तर्गत चाहिँ सिड ब्याङ्कको रोल चाहिँ के कस्तो छ त मेडिसिनल प्लान्टको कन्जर्भेसन भनेर 5 मार्क्समा सोधेको छ एकचोटि होइन। अनि त्यसलाई चाहिँ मैले बुदागत रूपमा यहाँनिर मेन्सन गरेको छु। त्यसमा के छ, जेनेटिक डाइभर्सिटी प्रिजर्भ गर्छ होइन, त्यो एउटा रोल भयो सिड ब्याङ्कको। जिनलाई यदि सिडलाई प्रिजर्भ गर्नु भनेको सिडसँग जिन पनि हुन्छ होइन, त्यो जिनलाई पनि प्रिजर्भ गर्नु। जिनलाई प्रिजर्भ गर्नु भनेको जिनको इन्फर्मेसनहरू प्रिजर्भ गर्नु। त्यसैले त्यो जिनको इन्फर्मेसनहरूमा डिफ्रेन्ट डाइभर्सिटीहरू हुनसक्छ, डिफ्रेन्ट के अरे क्यारेक्टर हुनसक्छ, जसलाई चाहिँ प्रिजर्भ गरेर राख्छ जेनेटिक डाइभर्सिटीलाई। अनि त्यसै गरी अर्को छ इन्सिचु कन्जर्भेसनको ब्याकअपको रूपमा नि काम गर्छ यसले होइन। यदि केही कथम इन्सिचु कन्जर्भेसन भनेको त नेचुरल हेबिटेटमा कन्जर्भ गर्नु हो। नेचुरल हेबिटेटबाट यदि केही कदम कुनै प्लान्टहरू होइन डिस्ट्रोय भएर गएको छ भने चाहिँ त्यसको लागि चाहिँ हो त्यही प्लान्टको इन्फर्मेसन सहितको प्लान्ट चाहिँ ओरिजिनल प्लान्टलाई नै प्रिजर्भ गरेर राखेको हुन्छ यसले होइन, ओरिजिनल कन्टेन्टलाई नै प्रिजर्भ गरेर राखेको हुन्छ, जसले गर्दाखेरि यो इन्सिचु कन्जर्भेसनको ब्याकअपको रूपमा नै एक्ट गर्छ। अनि त्यसै गरी अर्को छ रिसर्च र डेभलपमेन्टमा पनि सपोर्ट गर्छ सिड ब्याङ्कले होइन। जेनेटिक स्टडी किन भन्दाखेरि हामीले यहाँ जिन प्रिजर्भ गरेर राख्न सक्छौँ होइन। सिड ब्याङ्क भनेको त सिडमा त सबै इन्फर्मेसनहरू हुनसक्छ, जिन जेनेटिक इन्फर्मेसनहरू होइन। त्यसले गर्दाखेरि चाहिँ यसले रिसर्च डेभलपमेन्टहरूमा चाहिँ धेरै सपोर्ट गर्छ।
अनि त्यसै गरी अर्को छ सस्टेनेबल युज फेसिलिटेट गर्ने होइन। यो भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ यसले चाहिँ एकदमै यो प्लान्टको इन्फर्मेसनहरूलाई रेकर्ड गरेर राखेको हुन्छ होइन, त्यहाँनिर प्रिजर्भ गरेर राखेको हुन्छ होइन। अनि त्यसले गर्दाखेरि चाहिँ के हुन्छ त भन्दाखेरि यसले चाहिँ कल्टिभेसनका लागि पनि यसले चाहिँ सपोर्ट गर्छ होइन फर्दर। अनि कल्टिभेसन गर्नु भनेको त्यसको सस्टेनेबल युज गर्नु हो, पछिसम्म युज गर्ने हो। अनि त्यसै गरी यसले अर्को सस्टेनेबल युज चाहिँ के हुन्छ त भन्दाखेरि यसले चाहिँ लङ टर्मसम्म प्रिजर्भ गरेर राख्ने कुराहरू आउँछ होइन। सिड ब्याङ्कले त्यही काम गर्ने हो। अनि त्यसै गरी कस्ट इफेक्टिभनेस, थोरै ठाउँ चाहिन्छ होइन, अनि त्यसले गर्दा कस्ट इफेक्टिभ पनि हुन्छ। त्यसै गरी एजुकेसन र अवेरनेस, यसले के गर्छ त भन्दाखेरि सिड ब्याङ्कले चाहिँ जिन हुन्छ, जिनको स्टडी गरिसकेपछि त्यसले त्यसको जानकारी दिन्छ, इन्फर्मेसन दिन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ कल्टिभेसनका लागि पनि यसले सपोर्टिभ रोल प्ले गर्ने भयो। कल्टिभेसनका यसले प्रिजर्भ गरेर राखिसके पछाडि होइन, यो प्रिजर्भ गरेर राखिसके पछाडि हामीले यसलाई फर्दर यो प्लान्टलाई चाहिँ युज गर्दाखेरि चाहिँ के गर्ने, कल्टिभेट गरेर चाहिँ यसलाई हामीले अझै वृद्धि गर्न सक्छौँ, बढाउन सक्छौँ, त्यो कुरा भयो। अनि त्यसै गरी अर्को थर्ड पोइन्टमा के छ त एक्सिचु कन्जर्भेसन स्ट्राटेजीहरूमा भन्दाखेरि अर्को छ टिस्यु कल्चर र बायोटेक्नोलोजी। हामीले टिस्यु कल्चर गरेर इनभाइट्रो प्रोपागेसन गरेर इनभाइट्रो कल्चर गरेर चाहिँ हामीले चाहिँ के गर्न सक्छौँ, प्लान्टलाई चाहिँ प्रिजर्भ गरेर अनि अझै युज गर्न सक्छौँ, ग्रो गराउन सक्छौँ। अनि टिस्यु कल्चरको अर्को एउटा खासियत के पनि हो भन्दाखेरि यसले भाएबल हुन नसक्ने सिडहरू पनि होइन, जुन चाहिँ जर्मिनेट हुन सक्दैन त्यो सिडहरूलाई पनि ग्रो गराउन सक्छ, त्यो खालको क्यापेसिटी हुन्छ टिस्यु कल्चरमा। अब बायोटेक्नोलोजी अन्तर्गतमा चाहिँ टिस्यु कल्चर पऱ्यो, अर्को क्रायो प्रिजर्भेसन, जुन भनेको चाहिँ एकदमै लो टेम्परेचरमा चाहिँ प्रिजर्भ गरेर राख्ने भयो प्लान्टहरू, यो काम गर्छ। यसरी चाहिँ एक्सिचु कन्जर्भेसनको स्ट्राटेजीहरू छ, प्लान्टलाई यसरी प्रिजर्भ गर्न सकिन्छ। अनि त्यसै गरी अर्को एक्सिचु कन्जर्भेसनको स्ट्राटेजीमा के पर्छ त डिएनए ब्याङ्क नेट होइन। अब यो मैले भने टिस्यु कल्चरहरूको जता पनि पाइन्छ, सिड ब्याङ्क र जिन ब्याङ्क भनेको हाम्रो नाक छ नि खुमलटार ललितपुरमा छ होइन, नेसनल एग्रिकल्चर रिसर्च काउन्सिल हो, त्यहाँनिर प्रिजर्भ गरेर राखेको छ। त्यसै गरी डिएनए ब्याङ्क नेट पनि त्यहीँनिर गरेको छ होइन, डिएनए ब्याङ्क नेट पनि त्यहीँनिर स्थापित गरेको छ, त्यहाँनिर प्रिजर्भ गरेर राखेको छ। यो भनेको चाहिँ डिएनएलाई होइन ब्याङ्कमा जसरी स्टोर गरेर ब्याङ्कमा जसरी प्रिजर्भ गरेर राखेको हुन्छ, स्टोर गरेर राखेको हुन्छ होइन, त्यसरी नै चाहिँ डिएनएलाई स्टोर गरेर राखेको हुन्छ लिक्विड नाइट्रोजनमा जेनरली, हो त्यो कुरा आयो होइन। अनि त्यसै गरी अर्को छ फिल्ड जिन ब्याङ्क अथवा एक्सिचु कल्टिभेसन साइट भन्छ होइन। यो भनेको चाहिँ के हो त भन्दाखेरि कल्टिभेसनको कुरा हो यो होइन। अनि कल्टिभेसन गरेर चाहिँ हामीले एउटा प्रपर कन्ट्रोल इन्भाइरोमेन्ट दिएर कल्टिभेट गरेर त्यसको फेभरेबल कन्डिसन प्रोभाइड गरेर चाहिँ हामीले ग्रो गराउनु भनेको यो पनि प्रिजर्भ गर्नु हो, जुन चाहिँ एक्सिचु कन्जर्भेसन स्ट्राटेजी अन्तर्गत पर्छ। यसरी चाहिँ हामीले फ्यु एक्सिचु कन्जर्भेसन स्ट्राटेजी र इन्सिचु कन्जर्भेसन स्ट्राटेजी पढ्यौँ। अब यस पछाडि हामीले के हेरौँ भन्दाखेरि मेडिसिनल एरोमेटिक प्लान्टको कन्जर्भेसनमा के कस्ता च्यालेन्जहरू हुन्छन् त होइन, के कस्ता फ्याक्टरहरूले गर्दाखेरि चाहिँ यसो कन्जर्भेसनमा समस्या आउँछ त, मेडिसिनल प्लान्ट किन कन्जर्भ हुन सक्दैन त भन्दाखेरि ओभर एक्सप्लोइटेसन अथवा ओभर हार्भेस्टिङको कुरा हो होइन। यो प्लान्टलाई चाहिँ प्लान्टको धेरै डिमान्ड आइसकेपछि, मेडिसिनल प्लान्टको धेरै डिमान्ड आइसकेपछि मार्केटबाट त्यसलाई चाहिँ कलिलोमै हार्भेस्ट गरिदिने अथवा के अरे पुरै प्लान्ट नै चुडेर लगिदिने, यसरी चाहिँ के हुन्छ त ओभर एक्सप्लोइटेसन हुन्छ, ओभर हार्भेस्टिङ हुन्छ, जसले गर्दाखेरि चाहिँ मेडिसिनल प्लान्टको कन्जर्भेसनमा समस्या आउँछ। अनि त्यसै गरी हेबिटेट लस र डिग्रेडेसन हो, मैले भनेकै जुन ओभर एक्सप्लोइटेसन गरिन्छ हो त्यसको कारणले के हुन्छ त प्लान्टको चाहिँ नेचुरल बाट चाहिँ हेबिटेट लस हुन्छ अनि डिग्रेड हुन्छ, जसले गर्दाखेरि चाहिँ मेडिसिनल प्लान्टको कन्जर्भेसनमा यत्तिकै समस्या आयो। अनि अवेरनेसको कमीले त्यो प्लान्ट यसरी हार्भेस्ट गर्दाखेरि चाहिँ यो प्लान्टहरू नष्ट हुँदै जान्छ र यो नेचरमा कम छ, यो एकदमै भ्यालुएबल छ भन्ने कुराको राम्रो अवेरनेस नभएको कारणले पनि के हुन्छ त यसको कन्जर्भेसनमा समस्या परिरहेको हुन्छ। अनि त्यसै गरी विक इन्फोर्समेन्ट अफ लज, त्यही हो कानुन सही तरिकाले कार्यान्वयन हुन नसक्दा, कानुन कमजोर हुँदाखेरि पनि के हुन्छ त मेडिसिनल प्लान्टको कन्जर्भेसनमा समस्या आउँछ। अनि त्यसै गरी लिमिटेड रिसर्च र डकुमेन्टेसन,
हो त्यो पर्टिकुलर मेडिसिनल प्लान्टहरू रिलेटेड होइन रिसर्चहरू इनफ छैन भएको छैन। हो त्यो कारणले चाहिँ के हुन्छ त भन्दाखेरि यसको बारेमा खासै नलेज हुँदैन। नलेज नभइसके पछाडि चाहिँ के हुन्छ त भन्दाखेरि यसको कन्जर्भेसनमा समस्या आउँछ। किन भन्दाखेरि त्यसको युज चाहिँ के भन्छ लापरवाही हुन्छ, त्यसले गर्दाखेरि समस्या आउँछ। अनि त्यसै गरी बेनिफिट सेयरिङ इस्युज। अब यो बेनिफिट सेयरिङ इस्युजमा चाहिँ के पर्छ त, बायोपाइरेसीहरू पनि पर्छ यहाँनिर होइन। बेनिफिट सेयरिङ इस्युज र बायोपाइरेसीहरूको कुरा आउँछ। अब बेनिफिट सेयरिङ इस्युजहरूमा चाहिँ अब जस्तै फार्मरहरूले लेस पे पाउने र मिडल मेनहरूले चाहिँ अलिक धेरै फाइदा खाने, यस्तो केसमा चाहिँ के हुन्छ, फार्मरहरूको नि त्यहाँबाट भरोसा उठिरहेको हुन्छ। अनि त्यसले गर्दाखेरि चाहिँ उनीहरूले कि त राम्रो प्रोडक्ट अझै राम्रो क्वालिटीको भएन भनेर डिमान्ड आइसकेपछि उनीहरूले ओभर हार्भेस्टिङ गर्छन्, ओभर एक्सप्लोइटेसन गर्छन्। कि त उनीहरूले चाहिँ हो त्यो ओभर एक्सप्लोइटेसन गर्छन्, जसले गर्दाखेरि चाहिँ ह्याबिटेट लस हुन्छ। जेनरली उनीहरूले यदि वाइल्डबाट प्लान्टहरू पिक गर्दैछन् भने त्यहाँबाट डिस्ट्रोय हुने भयो, अनि त्यसले पनि कन्जर्भेसनमा समस्या ल्यायो। यसरी चाहिँ प्रब्लम आउँछ। बायोपाइरेसी भनेको चाहिँ यदि त्यो ओरिजिनल प्लान्टको चाहिँ लिगल राइट चाहिँ अर्कै कम्पनीहरूले चाहिँ लिएर जानु हो, त्यो कुराहरू भयो होइन। त्यसमा नि त्यसले पनि कन्जर्भेसनमा समस्या ल्याउँछ। अनि त्यसै गरी अर्को के छ भन्दाखेरि क्लाइमेट चेन्जको इम्प्याक्टहरू। क्लाइमेट चेन्जको कारणले प्लान्टहरू चाहिँ सर्भाइभ गर्न नसक्दाखेरि चाहिँ के हुन्छ त, प्लान्टहरू मर्दाखेरि चाहिँ के हुन्छ, त्यसको कन्जर्भेसनमा समस्या आयो त्यहाँ पनि। यो चाहिँ केही च्यालेन्जेस जुन चाहिँ मेडिसिनल एरोमेटिक प्लान्टको कन्जर्भेसनमा आउने गर्छ। अनि त्यसै गरी अर्को टपिक छ हाम्रो यहाँनिर इफोर्ट फ्रम नेपाल गभर्मेन्ट फर इन्सिचु कन्जर्भेसन। इन्सिचु कन्जर्भेसनको लागि नेपाल गभर्मेन्टबाट के कस्ता इफोर्टहरू भइरहेछन् त भन्ने कुरा आउँछ होइन। त्यसमा चाहिँ के छ त भन्दाखेरि पहिलो नम्बर इफोर्टमा चाहिँ इस्टाब्लिसमेन्ट एन्ड म्यानेजमेन्ट अफ प्रोटेक्टेड एरियाजहरूको इस्टाब्लिस गरेर म्यानेज गरिरहेछ। त्यसमा के छ त भन्दा नेपालमा 20वटा प्रोटेक्टेड एरियाजहरू छ, जसमा 12वटा नेसनल पार्क, एउटा वाइल्ड लाइफ रिजर्भ, एउटा हन्टिङ रिजर्भ, अनि 6वटा कन्जर्भेसन एरियाहरू भयो, अनि 13वटा बफर जोनहरू छ होइन। जसले चाहिँ लगभग 23.39% अफ नेपालको ल्यान्ड एरिया कभर गरेको छ प्रोटेक्टेड एरियाजहरूले। त्यसरी छ। यो चाहिँ के भयो त भन्दाखेरि नेपाल गभर्मेन्टबाट भएको इफोर्टहरू भयो इन्सिचु कन्जर्भेसनको लागि, नेचुरल हेबिटेटमा कन्जर्भ गर्नको लागि नेपाल गभर्मेन्टबाट भएको इफोर्टहरू हो होइन, प्रयासहरू हो। त्यसमा अर्को इफोर्ट प्रयास के छ त नेपाल गभर्मेन्टको, प्रमोसन अफ कम्युनिटी फरेस्ट्री भनेको लोकल कम्युनिटीहरू इस्टाब्लिस गर्ने, कम्युनिटी फरेस्ट युजर ग्रुपहरू जस्ता लोकल कम्युनिटीहरू इस्टाब्लिस गर्ने, जसले चाहिँ लोकल लेभलमा चाहिँ त्यो प्लान्टहरूको कन्जर्भेसनमा ठुलो रोल प्ले गर्छ। त्यसै गरी अर्को प्रयास के छ त नेपाल गभर्मेन्टको भन्दाखेरि इन्सिचु कन्जर्भेसनका लागि पोलिसी र लिगल फ्रेमवर्कहरू इस्टाब्लिस गरेका छन्। नेसनल एउटा पोलिसी के छ भन्दाखेरि नेसनल बायोडाइभर्सिटी स्ट्राटेजी एन्ड एक्सन प्लान भनेर एनबिस्याप भनेर चाहिँ इस्टाब्लिस गरेछ। यो चाहिँ हाम्रो कहाँनिर थापाथली एरियामा छ होइन। एनबिस्याप हाम्रो डिपार्टमेन्ट अफ प्लान्ट रिसोर्स भन्छ हो, त्यसकै छेउतिर छ यो होइन। नेसनल बायोडाइभर्सिटी स्ट्राटेजी एन्ड एक्सन प्लान छ। अनि त्यसै गरी जुन चाहिँ 2014 देखि 2020सम्म इस्टाब्लिस भएको थियो, जसले चाहिँ बायोडाइभर्सिटी कन्जर्भेसनको लागि स्ट्राटेजिक फ्रेमवर्क दिन्थ्यो। बायोडाइभर्सिटी कन्जर्भेसनमा ठुलो रोल प्ले गर्छ। अनि त्यसै गरी अर्को के छ भन्दाखेरि यसले चाहिँ इन्सिचु र एक्सिचु दुइटै वेबाट चाहिँ कन्जर्भेसन, बायोडाइभर्सिटीको कन्जर्भेसनलाई चाहिँ इन्सिचु र एक्सिचु दुइटै वेबाट चाहिँ कन्जर्भ गर्नको लागि चाहिँ रोल प्ले गरेको थियो। अनि त्यसै गरी अर्को छ फरेस्ट पोलिसी 2015मा आएको होइन। यो पनि नेपाल गभर्मेन्टबाट भएको प्रयास हो मेडिसिनल प्लान्टको कन्जर्भेसनका लागि। त्यसै गरी अर्को फरेस्ट्री सेक्टर स्ट्राटेजी भन्ने छ, 2016 देखि 25सम्म आएको थियो होइन। अनि त्यसै गरी अर्को छ हर्ब एन्ड एनटिएफपी डेभलपमेन्ट पोलिसी 2004मा आएको हो, यो नन टिम्बर फरेस्ट प्रोडक्ट हो एनटिएफपी भनेको। अनि त्यसै गरी अर्को छ साइटिस एक्ट होइन, 2017मा आएको हो यो। यसरी चाहिँ केही प्रयासहरू भएका छन् नेपाल गभर्मेन्टबाट कन्जर्भेसनका लागि। डिफ्रेन्ट लिगल अथोराइज्ड बडीहरू, अथोराइज गभर्मेन्टल बडिजहरू इस्टाब्लिस गरेर चाहिँ कन्जर्भेसनमा चाहिँ विशेष ध्यान दिएर चाहिँ त्यसका लागि फोकस गरेका छन्। अनि त्यसै गरी अर्को प्रयास नेपाल गभर्मेन्टबाट के छ भन्दाखेरि रेगुलेसन अफ कलेक्सन एन्ड ट्रेड। यो भनेको चाहिँ के हो त भन्दाखेरि कलेक्सन र ट्रेड गर्नका लागि पर्मिसन लिने सिस्टम बनाएको छ, पर्मिट सिस्टम बनाएको छ होइन, जुन चाहिँ डिपार्टमेन्ट अफ प्लान्ट रिसोर्सबाट अथवा
फरेस्ट डिपार्टमेन्टबाट चाहिँ लिनुपर्ने पर्मिटको कुरा आउँछ हैन। त्यहाँबाट पर्मिसन नलिकन कुनै पनि कुराहरू चाहिँ हामीले कुनै पनि प्लान्टहरू मेडिसिनल प्लान्टहरू चाहिँ इलिगली ट्रेड गर्न पाइँदैन, कलेक्ट गर्न पाइँदैन पर्मिसन नलिकन, त्यो कुरा आउँछ। अनि त्यसै गरी अर्को डिएफओ भनेको डिभिजन फरेस्ट अफिस भयो। अनि त्यसै गरी अर्को भनेको चाहिँ रिसर्च एन्ड क्यापेसिटी बिल्डिङ भयो हैन। यसमा चाहिँ डिपार्टमेन्ट अफ फरेस्ट रिसोर्सहरू डिपिआर प्लान्ट रिसोर्स आउँछ हैन, डिपार्टमेन्ट अफ प्लान्ट रिसोर्स, जसले चाहिँ एकदमै एक्टिभली रिसर्चको लागि चाहिँ एउटा फाउन्डेसन निर्माण गरेको छ हैन। त्यसमा चाहिँ फाइटोकेमिकलको एनालाइसिसहरू गर्ने कुरादेखि लिएर अनि त्यसमा चाहिने टेक्निकल सपोर्टहरू के कस्तो छ सबै कुराहरू प्रोभाइड गरेर चाहिँ डिपार्टमेन्ट अफ प्लान्ट रिसोर्सले चाहिँ त्यहाँनिर मेडिसिनल प्लान्टको कन्जर्भेसनका लागि चाहिँ एउटा रोल प्ले गरेको छ। यसरी चाहिँ गभर्मेन्टहरूको चाहिँ केही एफोर्टहरू हो हैन, गभर्मेन्टहरू चाहिँ नेपाल गभर्मेन्टद्वारा चाहिँ दिएको केही प्रयासहरू हो इन्सिचु कन्जर्भेसनका लागि हैन, नेचुरल ह्याबिटेटमा कन्जर्भ गर्नका लागि चाहिँ गरेको प्रयास भयो। अनि त्यसै गरी अर्को टपिक हेरौँ हैन, त्यसमा चाहिँ रोल अफ इन्सिचु इन कन्जर्भेसन अफ मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्स, यो पनि सोधिरहेको क्वेसन हो। इन्सिचु को चाहिँ कस्तो रोल छ त मेडिसिनल प्लान्टको कन्जर्भेसन भन्दाखेरि प्रिजर्भेसन अफ जेनेटिक डाइभर्सिटीलाई प्रिजर्भ गर्छ यसले, जेनेटिक इन्फर्मेसनलाई प्रिजर्भ गर्छ, जिन ब्याङ्क सिड ब्याङ्कहरूको थ्रुबाट हैन, अथवा त्यो त एक्सिचुबाट भयो सरी। अनि इन्सिचुबाट चाहिँ जेनेटिक डाइभर्सिटी कसरी पनि प्रिजर्भ गर्छ भन्दाखेरि चाहिँ प्रोटेक्टेड एरियाजहरू भइसके पछाडि त्यहाँनिर चाहिँ कुनै पनि प्लान्टहरू चाहिँ त्यहाँबाट चाहिँ डिस्ट्रोय हुन दिँदैन। एक्सटर्नल फ्याक्टरबाट डिस्ट्रोय हुनको लागि चाहिँ एकदमै कडाइ सिक्योरिटी हुन्छ, जसले गर्दाखेरि चाहिँ अलिकति हेल्प गरिरहेको हुन्छ। अनि उनीहरूले लगातार निगरानी गरिराख्ने हुँदाखेरि कुनै डिस्ट्रोय भइसके पछाडि त्यसको कन्जर्भेसनको लागि केही न केही एक्सन लिने गर्छन्, जसले गर्दाखेरि चाहिँ जेनेटिक डाइभर्सिटी प्रिजर्भेसनमा रोल प्ले गर्छ। अनि त्यसै गरी इकोसिस्टम मेन्टेन गरिदिन्छ हैन, इकोसिस्टमलाई त्यहाँनिर बिग्रिन दिँदैन। अनि त्यसै गरी अर्को होलिस्टिक कन्जर्भेसन भनेको चाहिँ यो सेक्रेड ग्रुपवाला कुरा भयो हैन, त्यही भगवानप्रति आस्थाले गर्दाखेरि चाहिँ प्रिजर्भ गरेर राखेको हुन्छ, कन्जर्भ गरेर राखेको हुन्छ। अब हामी अहिले नेपालमा यहाँ कुरा गर्दाखेरि एउटा इक्जाम्पल के लिन सकिन्छ त भन्दाखेरि पिपल जुन छ हैन, त्यसमा चाहिँ भगवानको आस्था मानिन्छ हैन, त्यसलाई पूजा पनि गरिन्छ। विशेष गरी त्यसले त अक्सिजन धेरै दिने भनेर चाहिँ त्यसलाई प्रिजर्भ गर्ने हो हैन। अनि त्यो कारणले पनि के हुन्छ त भन्दाखेरि त्यो भगवानको आस्थाले गर्दा पनि त्यसलाई चाहिँ काट्नु हुँदैन भन्छन् हैन, प्रिजर्भ गर्नुपर्छ भन्छन्। अनि जसले गर्दाखेरि चाहिँ यसरी प्रिजर्भ भइरहेको हुन्छ। हो यो अप्रोच होलिस्टिक कन्जर्भेसन अप्रोच सेक्रेड ग्रुपवाला हैन, यसले यसरी पनि कन्जर्भेसनका लागि ठुलो रोल प्ले गर्छ। अनि त्यसै गरी अर्को कस्ट इफेक्टिभनेस, लङ टर्मसम्म चाहिँ कस्ट इफेक्टिभनेस धेरै कस्ट नलाग्ने हुँदाखेरि चाहिँ एकदमै हेल्पफुल हुन्छ। अनि त्यसै गरी जसले गर्दाखेरि कन्जर्भेसनका लागि एकदमै ठुलो रोल प्ले गर्छ। अनि त्यसै गरी अर्को छ बायोलोजिकल रिसोर्सहरूलाई म्यानेज गर्ने, रेगुलेट गर्ने गर्छ हैन। नेचुरल इन्भाइरोमेन्टमा चाहिँ प्रोटेक्ट गर्दाखेरि चाहिँ बायोलोजिकल रिसोर्सहरू जति जे एभाइलेबल छ त्यसको चाहिँ राम्रो म्यानेजमेन्ट हुन्छ। अनि त्यसै गरी प्रोटेक्टेड एरियाको सिस्टम इस्टाब्लिस गरेर चाहिँ के भएको छ त भन्दाखेरि एकदमै ठुलो रोल प्ले गर्छ मेडिसिनल प्लान्टको कन्जर्भेसनमा इन्सिचुले। अनि त्यसै गरी इन्डेन्जर्ड र थ्रेटन स्पिसिसहरू पनि प्रोटेक्ट गरेर राखेको छ इन्सिचुले हैन। यसरी चाहिँ सम अफ द रोल अफ इन्सिचु जुन चाहिँ मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्सको कन्जर्भेसनमा प्ले गरेको छ। अब यस पछाडि बाँकी पोर्सन हामी अर्को भिडियो मार्फत कभर गर्छौँ है त। धन्यवाद।